हेलो को दिदी हो नहीं दिदी हो कि को भन्छु क्या सुनिँदैन र म भाइ हूँ क्या भाइ नहीं कतै क्या आउँछु नि घरै पाइछु ओइजाल घरै पाइछु 9 महिना भएको भिसा लगाएको क्या भन्छ भिक्षा पनि आउँदैन अनि योपालि घरै पाइछु कतै कालोपार जाउँ भने कालोपार जाने पनि भएन यता घरतिर खेत कुन्दो गर्ने मान्छे पनि भएनन् त्यही भएर अहिले घरै पाइछु यहाँ कता हाम्रो घरै कता सुत्केरी भेज अनि त्यो कहिले आउने त भात ल्याइकिन त्यो भात ल्याइकिन आउने बेला खबर गरे त त्यो त भाइ अलि सिमुर यताउता अलि के राम्रो त्यो खानेका परिकारहरू पाइन्छन् भन्ने सुनाउँछु अनि भाले पालेको छ नि भाले भाले अलि दुईटा ल्याए त दुईटा भाले ल्याए एउटा भालेले हुनेवाला छैन यतातिर चाहिँ यो घिनामा नि कच्चर मात्रै बोइलर सइलर खाइन बोले यो चाहिँ बोइलरले झन् फ्याटे बनाउने अनि यो दुधै पनि आउँदैन यो के गरी दुध पक्रिन्थ्यो अरे के गरी चाहिँ हुन्थ्यो अनि बेकार भइहाल्छ त्यहाँ अलि लोकल भाले पाले आउने ठुल्ठुला चाहिँ एकदम चाहिँ राता सिर गरे चाहिँ एकदम टलक्क पंख टलिने खालका भाले आउँछन् क्या त्यो तपाईँ हिसाबले बारेका तिनी भाले जसरी पनि ल्याए त बरु चाहिँ त्यहीको सट्टा यहाँ म केही गजङ यताउता गरौँला त्यही गरेर आउने बेला मलाई खबर गरे है जसरी भए पनि ल यहाँ ब्यालेन्स छैन मैले राखेँ त्यो पल्लो गरेर चाहिँ मनोजसँग चाहिँ 50 रुपियाँ ल्याँदै गर्नु भनेर चाहिँ म आउँथेँ त्यहीले रिचार्ज गरेर अहिले सो दिदीलाई फोन लगाएर भनेर फोन गरेँ ल राखेँ मैले होइन म पछि फोन गर्छु फेरि ल